स्टडी लेभललाई पनि फोकस गर्नु पर्यो। अब 12 को बोर्ड इक्जाम पनि नजिक आउँदैछ हैन, त्यो भएर पनि अलिक भ्लग बनाउन अलिक टाइम पाएको छैन मैले। सो टिन गो नगट भइसक्यो उमे गाइस हेलो नमस्ते एभ्रीवान, आई होप सबैजना सन्चै र आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै र आरामको साथ फेरि पनि अर्को न्यू ब्लग र न्यू डेमा आइसकेको छु ल गाइस। सो आज चाहिँ आफ्टर लङ टाइम इनमा ब्लग है, सबैजनालाई फेरि पनि वेलकम छ हैन। सो अहिले चाहिँ खासै जोस आएर केही आएन के, सो बिरामी भएको कारणले गर्दा पनि हैन आज कति हैन यो उसले गर्दा मतलब कि अब अहिले सिजन चेन्ज भयो अनुसार सबैलाई हैन रुगा खोकी ज्वरो खोकी सबै लाग्छ क्या नि त। त्यो भएर पनि हल्का बोल्न चाहिँ खासै सकिरहेको छैन, तर पनि है मैले आजकल भ्लग किन बनाउन छोडेँ भन्दाखेरि है अब हुन्छ नि। सो अब त्यत्रो मिहिनेत गरेर भ्लग बनायो 15, 16, 18 मिनटको है, अब भ्युज आउने फेरि त्यति 15 लगभग 50 क्रस हुन्छ भ्युज, कहिले 100 क्रस है, त्यति मात्र आउँछ। तपाईँहरूको सपोर्ट अलिक पुगेको छैन जस्तो लाग्यो तर पनि मैले भ्लग चाहिँ लगभग विकै भनौँ न, अब 2-3 विकमा बनाउँछु हैन। हुन्छ नि अब कति रिजनहरू, अब स्टडी लेभललाई पनि फोकस गर्नु पर्यो। अब 12 को बोर्ड इक्जाम पनि नजिक आउँदैछ हैन, त्यो भएर पनि अलिक भ्लग बनाउन अलिक टाइम पाएको छैन मैले। सो गाइस तपाईहरुलाई अब के जस्तो लाग्छ हैन भ्लग चाहिँ है, अब खै के हुन्छ, अब तपाईहरुले पनि कतिको सपोर्ट गर्नुभएको छ अहिलेसम्म, फुल सपोर्ट चाहिँ दिनु पर्यो हैन। 12 को बोर्ड इक्जाम सकेपछि चाहिँ डेली भ्लग आउँछ। सो तपाईहरुले चाहिँ नछुटाइदिनु होला, यसरी नै माया सपोर्ट गर्दै जानु होला तपाईहरुले पनि हैन। अहिले म चाहिँ तलतिर बास लिन जान लाग्यो कि अब घरबाट अब केही कामको लागि त्यो बास अब त्यो चाहिँ थाहा छैन, बास चाहिँ लिन जाँदैछु म होइन तलतिर। कस्तो गाह्रो भइरहेको के मान्छे भिटामिनहरू लगाएर, त्यही हो अस्ति 3 दिन भइसक्यो तर पनि बल खेल्न छोड्दैन। बिरामी भयो नि, बल त प्राण हो नि त, अनि प्राण जाला बल खेल्न छोड्दैन अनि त हो नि। अब लभर भलिबल लभर भएपछि त यत्तिको चाहिँ हुनु पऱ्यो क्या, भलिबल लभर भएपछि केटाहरू हैन। अब थामिदिनु सक्छ त्यहाँ, डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हैन। धेरै पछि म भ्लगमा आएको छु नि त, अनि हल्का बोल्न अलिक कस्तो लागिरहेको कि हैन। अलिक भिडभाडको साममा फेरि अलिक कन्फिडेन्ट लेभल छैन नि त मेरो बोल्नलाई। भिडभाड किन भ्लग बनाउँदैन भन्दा अलिक कन्फिडेन्ट लेभल छैन मेरो सायद है, त्यस्तै लाग्छ हैन। अब त्यही हो, हेर्दै जाम कस्तो हुन्छ। सो गाइस डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब है। और वो जो लाल वाला बटन है उसपे भूकंप लेके आओ या फिर भूचाल, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। यहाँ चाहिँ के को दाम भेट्थेँ मैले है, सानो लगभग आवत जावत गरेको होला सायद है। अब यतातिर नि भन्नुपर्दा चाहिँ अस्ति 1 महिनाभित्र कति सबै ठाउँमा आगो लागि भयो कि, त्यो भएर पनि हैन वातावरण यस्तो प्रदूषित भइसकेको छ कि अब त्यहीले गर्दा नै के हैन हामीलाई इफेक्ट परिरहेको छ कि, त्यसले नै गर्दा अब हुन्छ नि। अब त्यो धुवाले कति मानिसहरूलाई अब बिरामी हुने, ज्वरो आउने त्यस्तो हुन्छ नि त हैन। यति धुलो भइसकेको छ कि अब उता धोबारतिरको बाटो नि अब ब्लक भइसकेको छ नि त, उता कालो पट्टी हाल्ने अरे, अनि त्यही भएर सबै बसहरू जिपहरू पनि त्यही बाटो हिँड्छ नि त, अनि त्यही भएर धुलो लास्टै छ कि यतातिर चाहिँ। अहिले चाहिँ यही बाटो हिँड्छ बसहरू पनि, मस्त हिँड्छ क्या फेरि बसहरू पनि कस्तो हैन। कच्ची बाटोमा बसहरू चलाउनु पनि गाह्रै होला हैन, सबै ड्राइभरको हातमा हुन्छ नि त सबै। मैले 2टा बास ल्याइसकेको छु अहिले चाहिँ हैन। अब भन्नुपर्दा चाहिँ मैले के कारण भ्लग बनाउन हल्का छोडेको भन्दा चाहिँ सपोर्ट थिएन के। सो है अब त्यत्रो मेहनत गरेर बनायो,
इडिट हान्न लाग्छ टाइम होइन। तर पनि अब गाउँमा वाइफाई छन त छ तर स्लो चल्छ होइन। र त्यसलाई अब भिडियो बनाउँदा के गर्दा एडिट गर्दा 2 घन्टा लगभग समथिङ 2 घन्टा त लाग्छ होइन। 2 घन्टा लाग्छ अनि त्यसले गर्दा पनि धेरै टाइम वेस्ट हुन्छ। अनि भिडियो बनाउँदा बेलुकाको 6-7 बज्छ अनि एडिट गर्दा चाहिँ लगभग 2 घन्टै जान्छ। अनि प्रोसेस हुन नि धेरै टाइम लाग्छ के अपलोड हुन पनि होइन। अपलोड हुन पनि समथिङ लाग्छ 2 घन्टा नै लाग्छ होइन। त्यो भएर पनि होइन यतातिर भ्लग बनाउनु एकदम मतलब कि भ्लग बनाउनु त सजिलो तर एडिट गर्न प्रोसेस अपलोड गर्न त्यो चाहिँ गाह्रो छ लास्टै होइन। अहिले चाहिँ भन्नुपर्दा चाहिँ मेरो होइन स्टडीलाई पनि फोकस गर्दै मैले चाहिँ लगभग विकमा चाहिँ हाल्छु है। एउटा त हाल्छु विकमा होइन। त्यहाँ धेरै अब सपोर्ट चाहिएको थियो तर सपोर्ट भने जस्तो पाएको छैन होइन। जम्मा 100 भ्युज त्यति भ्युज आउँछ होइन। त्यतिले अब के हेर्नु त अब त्यत्रो मेहनत गरेर बनाएको हुन्छ है। एडिट गर्दा त्यत्रो टाइम वेस्ट हुन्छ। गाइजहरू आजको भ्लगमा चाहिँ यसो त्यही हो। अब बिस्तारै हामीहरू अब आज चाहिँ सटरडे हो नि त अनि भोलिदेखि फेरि इक्जाम छ। अब सेकेन्ड टर्मिनल इक्जाम छ 12 को। अब त्यही दिन पर्दा चाहिँ अब भोलिको दिनमै फेरि हामी चाहिँ उता फेरि समझ रहे हो ना बल खेल्न जानुपर्ने हुन्छ फेरि झ्याउ हुन्छ अन्त अनि इक्जाम दिएर बल खेल्न जाने अनि त्यही हो बिदातिर होइन। अब भोलिको भ्लगमा चाहिँ भोलि नै हेर्नु होला। सो आज चाहिँ हामी चाहिँ सबै केटाहरू मिलेर नुहाउनतिर लागिन्छ। अब गाउँघरमा यस्तै त हो नि। गाउँघरमा खासै पानी आउँदैन होइन। पानी आउँदैन नुहाउन चाहिँ पौँधेरै जानुपर्ने हुन्छ। अनि त्यहीँ नुहाएर नुहाउन जाने आउने बेलुका बल खेल्ने आउने पढ्ने त्यही हो अब डेली काम त्यही हो। अब हेरौँ के हुन्छ। अब चाहिँ यो मैले बास अब घर लिएर जान्छु। अब 2टा रहेछ। अब एउटा भए त बनाउँदै हिँड्नु हुन्थ्यो। 2टा रहेछ अब बनाउने स्थिति भएन होइन। सो अब माथि नै गएर हेरौँला सबै। अब नुहाउन जाने भन्छन् केटाहरूले खाना खाएर नुहाउनेतिर लाग्नुपर्छ अब चाहिँ। सो गाइस अहिले चाहिँ मैले भ्लग स्टार्ट गरेको ठाउँमै आइसकेको छु होइन। यहाँ चाहिँ अब चाहिँ कस्तो भनेपछि अब बाटो चाहिँ यस्तो घुमाउरो भयो कि अब यो बास लामो भयो। अब लास्टै गाह्रो पर्दो रहेछ। अघि बस आएको थियो टक्कुर्दै आएको यहाँ तल घुम्तीमा राखेँ। बसले यति धुलो फेक्यो कुसुम भन्ज्याङको रहेछ त्यो बस चाहिँ होइन। यति धुलो फेकेको थियो म त स्याट त साइड लगाइदिएको यो यहाँ राखेर धुलो त बाबा कति उडेको क्या। बाटो फेरि लास्टै घुमाएर झन् यो लामो परेछ बाँस 2 जला पछि लिएर आउँदा चाहिँ ढिलो भइसक्यो। अब लास्ट पसिना नसकेको रहेछ बिरामी हुन लाग्यो झन्। पसिना तप चुया रुगा लाहा यहाँ सबै खोकिला सबै पसिना आइरहेको देख्न सक्नुहुन्छ। पसिना यस्तो छ लास्ट गर्मी पनि भयो शीतल हावा खोज्न चाहिँ अब कहाँ जाने होला। हावा त चलेको नि तर यहाँ म भएको ठाउँमा चाहिँ अनुहारमा आएको छैन कि सुर र हावा आए पो बल्ल आनन्द हुन्छ यार। यस्तो अनुहारमा हावै आएको छैन। सबै उता मात्रै खेलिरहेको हावा यतातिर आएकै छैन यार के भन्ने यार। यहीँ पनि आउँदैन हावा। पसिना आएर धुमधाम भयो। घर गएर मस्त एकछिन काटेर फ्रेस हुनु पऱ्यो यार। चप्पल फेरि डिजाइनको छ कि धोर्को पऱ्यो यो चप्पल लगाइदिएको आज फेरि मैले फेरि के भएन होइन। अब यस्तै हो चलिरहेको लाइफ जे जस्तो भयो पनि फाइनली अहिले केटा छ जाने के बोटस खेल्छ के दिन्छ खेल्न दिन भन्दा त तेरो न गोरुलाई सिस्टम नले जा भन बरिलै लाइले चाहिँ म चाहिँ घर आइसकेको चाहिँ रेस्ट गरेर बसेको यसो हल्का फ्रेस भयौँ के हो र त्यो निकाल राख्न लगिदिन्छु म। कौन है भाई तू क्या हेर रहा है हैं? के रे अरे यसले यार बारिदिने यार के हो र
ल त अहिले चाहिँ म चाहिँ फ्रेस भएर आइसकेको छु ट्याक्क लाएर है अब चाहिँ नुहाउनु जानुपर्ने हुन्छ यस्तो भयो कि कपडा मैलो भयो यहाँ देख्न सक्नुहुन्छ यस्तो छ उडाको पुरै कालो कालो डाँडाहरू देख्न सक्नुहुन्छ तपाईँहरूले पनि यस्तो डाँडाहरू त अब है अस्ति मैले टिकटक बनाएको थिएँ नि त अस्ति चाहिँ टिकटक बनाएको चाहिँ हामी केटाहरू मिलेर यहाँ बनाएको अब चाहिँ एकछिनमा नुहाउन जान्छौँ सरर लाएर अब काफल देख्न सक्नुहुन्छ काफल नि पाइसकेको छ खाइदिउँ न रुगा लाए पनि के छ र यसो यार यस्तो भयो यार यस्तो नि अस्ति मैले खाएको चाहिँ लास्ट अमिलो थियो अहिले चाहिँ मिठो मिठो भएर रहेछ लास्टै यो काफल त ऊ हुने कि रास्ते यार यस्तो क्या गुंडा बनेगा रे तू सेट नो माय गॉड यार बरीलाई सर्ने यस्तो माथि उडाल्ने भएन के यार है त यो चाहिँ ट्राई यम्मी छ है सर्ने बरीलाई अझै खाम अझै 10वटा खाम के हो फेरि स्वर्गवास भएर नि कति करान छ यार चुलक खान्दै यहाँ यो चाहिँ विकासे काफल भन्छ कि ठुल्ठुलो हो नुहाउन खाने यार हामी कति बजी जाने हो जानुपर्छ कि अब यार नुहाउने केटाहरूले बोलेर ल है त गाइजहरू अहिले हामी चाहिँ तल खोलातिर आइसकेको छौँ होइन खास गरी पैदल जानुपर्ने हाम्रो धारणा थियो होइन सबैजना आज गोल्डन फिस आजजना अब हामी 6 जना जति अब सबै नुहाउन गइन्छ हामी टक्क लाएर ल अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ घुम्नु जाने बबाले सुहाएको छ कि यसलाई चाहिने दामी पारामा अब चाहिँ हामी चाहिँ नुहाउनु जानुपर्ने हुन्छ उता 7 धुर्कीतिर गइन्छ आज चाहिँ होइन ल अब चाहिँ गइयो है धुलो त्यतिकै छ अब हामी बिस्तारै जान्छौँ यस्तै हो अब पदैतिर नुहाउनु जान्छौँ भनेको मान्छे त टन्नै घचर हिजो त्यही बाइक लिएर अब सर र हामी चाहिँ उतिर लाग्छौँ अब के अरे 7 धुर्कीतिर लाग्छौँ अब उहीँ गएर हेरिन्छ लेट्स सी के हुन्छ गाइज हामी फाइनल्ली हामी चाहिँ पौडी खेल्न आइसकेको छौँ है पौडी खेल्ने ठाउँमा देख्न सक्नुहुन्छ यो यस्तो धमिलो हकी पानी धमिलो हकी है भन्नुपर्दा चाहिँ केटाहरूले ड्राइभ हानिसक्यो मैले हानिसकेँ फेरि र पुरै साबुन लाउनु मात्र बाँकी छ लुगा धुन त अझै तन्ने नै छ लुगा धुन यता ओ दाइ भन्न छिटो उल्टी हान्नु उल्टे छिटो हान्न भाइ ओके I know. अझै राम्रो हान्न उल्टे त्यो उल्टे हान्यो भने 1 2 3 गो तुम बड़ा खुश हो रहे हो खैर आजकल तो चलता है ल तेरो पाला अब सबैजना ओए मास्की त पनि बस ओए ल छिटो 3 गो नगद भइसक्यो उमेर भएन अझै भयो ओ एउटा हातले पुछ भने हो एउटा माथि
पेचात्ते जन्माया साला भुटलाई हेरि पेचात्तेर यार त हिलोमा झनीहरूले यार रेन्डी ओटन भएन क्या अझ पिचिर त गर्छ कुन भिडियोमा त अझै र अब चाहिँ हामी चाहिँ जान आँटेको अब चाहिँ 3 पनि बजिसक्यो होइन यहाँ यो बनाए अब चाहिँ हामी चाहिँ जाने हो अब कुन गयो यत्रो धेरै ए मेरो पनि छ है मेरो पनि छ मेरो सामान है अब यो दृश्य अब केटाहरू उठाउन छ अब चाहिँ हामी चाहिँ लाग्छौँ उता पुल नगएर केटाहरूले टिकटक भनेन भने अब बनाउनु पर्ला नि यसो होइन र टिकटकमा पनि गएर भिडियोमा लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला है ल सबैलाई सोल राइट गाइड्सहरू है हामी चाहिँ म चाहिँ अहिले घर आइसकेको छु होइन अब चाहिँ धेरै रुगानी लाग्छ यहाँ नजानु पर्ने हुन्छ खोलामा होइन तर गइहाल्यो केही छैन ठिकै छ भनौँ हल्का हल्का भयो नि सोल राइट गाइड्सहरू तपाईँहरू ब्लग कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब है आजको ब्लग चाहिँ म यही गर्दैछु तपाईँलाई ब्लग कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला र आफ्नो प्रतिक्रिया पनि दिनु होला होइन अब फेरि पनि भेट्न भोलिको न्यू डेमा न्यू ब्लगमा आजको लागि यति नै बाई बाई